ल आज चाहिँ हामी चाहिँ भैरवस्थान मन्दिर जान गइराखेका छौँ र यहाँ गइसकेपछि हामीले चाहिँ मन्दिरको अवलोकन गर्नेछौँ र यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ भैरवस्थान मन्दिर हो जो चाहिँ पाल्पामा अवस्थित रहेको छ। यहाँ दर्जनौँ दिनमा दर्जनौँ भक्तालुजनहरू आउने गर्नुहुन्छ र दर्शन गर्ने गर्नुहुन्छ। यहाँ चाहिँ एउटा चाहिँ काल भैरवको मन्दिर हो अनि यसै पूजा गर्न गइरहेको छु। मैले पनि पूजा गरिराखेको छु अनि एकछिनपछि चाहिँ अब मैले चाहिँ नरिवल पनि फोर्ने गरिरहेको छु। एसियाको सबभन्दा ठुलो त्रिशूल पनि भएको स्थान हो यो भैरवस्थान भनेर। यहाँ चाहिँ मनोकामना पनि पुरा हुने गर्दछ र मैले चाहिँ यो नरिवल फोरेर चाहिँ चढाउन गइराखेको छु। अनि हेर्नु होला अन्तिम समय भिडियो। अनि हजुरहरूले पनि हजुरहरूको मनोकामना पनि इच्छा पुरा होस्। अनि यो चाहिँ एकदम वहाँबाट देखिने एउटा नजारा नेचुरल यो चाहिँ दृश्य हो। ल हेर्न सक्नुहुन्छ एकदम चाहिँ वहाँ गइसकेपछि एकदम मन प्रफुल्ल हुने गर्छ कि वहाँ चाहिँ। अनि यो मन्दिर हो, यो चाहिँ एकदम मन्दिर हो। त्यो पनि त्रिशूल हेर्न सक्नुभयो। त्रिशूल पनि उपारीको गाउँ हो अनि पछि यो पाल्पा जिल्लामै अवस्थित रहेको छ। यो डाँडा काँडा हेर्नुहोस् एकदमै रमणीय छ र जो कोही पनि यहाँ चाहिँ गएन भने पछुताउँछ जस्तो लाग्छ मलाई चाहिँ। एकदम रमाइलो छ त्यो ठाउँ पनि रमाइलो, त्यहाँको वातावरण हेर्दा एकदम राम्रो छ। अनि मन्दिर हेर्नुहोस् एकदम पिस, एकदम नेचुरल भगवानको मन्दिर। अनि हामीले चाहिँ आस्था चाहिँ राख्नुपर्छ। अनि यहाँ चाहिँ भगवानको मूर्ति हेर्न सक्नुहुन्छ अनि परेवाहरू पनि उडिराखेका छन् अनि मैले पनि अवलोकन गरिराखेको छु। म चाहिँ अहिले चाहिँ दुईचोटि गएको अवस्था हो। अनि पछि यसलाई मलाई चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ यो भगवती मन्दिर हो। यो चाहिँ यहीँ नजिकैको भगवती मन्दिर हो। यहाँ पनि दर्शन गरेका थियौँ त्यही दिनमा हामी। त्यही दिनमा भगवती मन्दिरको यो वरिपरिको वातावरण हेर्नुहोस् एकदम शान्त। भक्तजनहरूले चाहिँ गरिराख्नु भएको छ। अनि यो चाहिँ अब हामी चाहिँ फर्क्यौँ, त्यहाँबाट फर्किन लागेको दृश्य हो। यहाँबाट फर्किसकेपछि चाहिँ एकदम मैले चाहिँ यो दृश्य चाहिँ कैद गर्न सफल भयो। हेर्नुहोस् एकदम राम्रो छ। बाटो पनि एकदम पिच नै थियो, पहिला केही पिच थिएन, अहिले चाहिँ पिच रहेछ बाटो। खुसी लाग्यो। जे होस् नेपाल चाहिँ अहिले विकसित हुँदै गइरहेको छ बाटाहरूदेखि लिएर। अनि भक्तजनहरूलाई पनि सजिलो हुन्छ, घुम्न जान्छ तिनीहरूलाई पनि सजिलो हो नि त। बाटो सहज भयो भने सजिलैसँग जान सक्छन् मान्छेहरू।